नमस्कार, वेलकम टु सुनकोशी रिभर। इन्ट्रोडक्सन मेरो नाम चाहिँ अनिल राई हो, म चाहिँ हरिमाझी हो हैन। तपाईहरुलाई म फर्स्टमा सेफ्टीको बारेमा दिन्छु है त। हेलमेट, लाइफ ज्याकेट, प्याडल। हाम्रो चाहिँ अलिकति हाई वाटर हुनाले अलिकति रिस्क हुन सक्छ है त। ओके। तपाईहरुले हेलमेट लगाउँदाखेरि चाहिँ यो बकल लगाउँदाखेरि चाहिँ टाइट पनि नहोस्, लुज पनि नहोस् है त। हाम्रो बिग फिंगर छ, त्यो फिंगरलाई एकदम कम। अनि लाइफ ज्याकेट अगाडि चारवटा बकल छ, बकल लगाएर साइडमा स्ट्याप छ। स्ट्यापलाई अगाडि तान्ने है त, साइड नतान्ने अगाडि तान्ने, मजाले प्रेस गर्नुपर्छ। किनकि लाइफ ज्याकेट तान्दाखेरि माथि यसरी नहोस् है त। बुझिन्छौँ। अनि यो प्याडल, यसको 3 पार्ट छ, ट्रिगिप, ट्राक्नट, ब्लेड है त। हामीले प्याडल समाउँदाखेरि चाहिँ ट्रिगिपलाई यसरी माथेर कभर गर्नु पऱ्यो है त, यसरी यो पोजिसनले ट्याक्क। अनि कम्फर्टेबल हुने गरेर लेफ्ट एन्ड राइट सेम पोजिसन, धेरै तल नसमाउने धेरै माथि नसमाउने, आफूलाई कति कम्फर्टेबल हुन्छ त्यही अनुसार पनि एकदमै रेडी हुनु भएको छ। ओके ओके, ल ल क्याप्टेन साहब अगाडि चढ्नु पर्यो। क्याप्टेन 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 को म चढौँ त? ल मैले चढिसकेँ। साथीहरू गाइड साइडमा ल र हामी नदीमा चढिसकेको छौँ। ए यस्तोमा ल ल ओके ओके। म एकछिनमा यो मोबाइल चाहिँ हाम्रो मेन ब्लगरलाई म जिम्मा दिन्छु र हाम्रो ब्लगरहरू यहाँ चढ्ने क्रममा छन्। र यो सुनकोशी नदी उता पारीको रामेछाप, यताको सिन्धुली, हामी चाहिँ अहिले सिन्धुलीको किनारमा छौँ। क्याप्टेन क्याप्टेन को हो अगाडि? ल हाम्रो साथीहरू चाहिँ एकदमै बोटमा चढिसक्नु भएको छ। हाम्रो पाइलट हाम्रो संयोजकजी चाहिँ अगाडि बसिराख्नु भएको छ। र हामी चाहिँ यो बिस्तारै चाहिँ नदीमा चाहिँ हुलिरहेका छौँ। ल साथीहरू चप्पल चाहिँ चस्मा मोबाइल चाहिँ एकदमै सेफ राख्नु होला। हाम्रो साथीहरू एकदमै एक्साइटेड हुनुहुन्छ। ल हाम्रो जीवन सरको केही भन्नु छ कि यो जाँदा जाँदै क्रममा? ओके ल एकदमै जोय गर्नु होला, आनन्द लिनु होला। ल ल संसारबाट हेर्नु हुने सबै साथीहरू चाहिँ तपाईँ यहाँ बस्नु पर्यो। यहाँ ल प्याडल पोजिसन ओके 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 हजुर ओके ओके ओके। ल हामी चाहिँ अहिले चाहिँ सुनकोशी नदीमा चाहिँ हामी चाहिँ मेल भङ्गालोमा चाहिँ छिरिसकेका छौँ। ओके ल सुनकोशीमा हामी छिरिसकेका छौँ। ल हेर्नु होला, आनन्द गर्नु होला। यो चाहिँ नेपालमा जन्मिनुको चाहिँ यो एकदमै सौभाग्यको कुरा हो। यो नेपालमा चाहिँ यस्ता नदी नालाहरू चाहिँ सयौँ रहेका छन्। हामीसँग चाहिँ हिमताल छन्, हिमालयहरू छन्, वन जङ्गलहरू छन्, तालहरू छन् र यस्ता नदीहरू चाहिँ नेपालमा एकदमै धेरै छन्, ठुला छन् र 12 महिना बग्ने नदीहरू। ल एकचोटि चाहिँ उहाँहरूले चाहिँ पानी खाँदै हुनुहुन्छ सुनकोशी नदीमा चाहिँ हिमालयनको पानी, र यसले चाहिँ हिमालयको जति नै इनर्जी दिनेछ। र हामी अहिले चाहिँ हामी बग्ने क्रममा छौँ साथीहरू, हेर्नु होला। ओहो ल ल ल मैले चाहिँ यो क्यामेरा चाहिँ अब हाम्रो साथीलाई दिइसकेँ।
है त यो चाहिँ भिडियो है त ल एकदम रमाइलो भइरहेछ आनन्द आइरहेछ एकदमै रमाइलो भइरहेछ मुलकोटसम्मको पहिलो राफ्टिङ हाम्रो सबैजनाको ओखलढुङ्गा झरेर यो के आमा त्यसो गरौँ न त मुलकोट ओखलढुङ्गा चढेर बुनु 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 भमरा फुलको ढुङ्गामा हवाई जहाज चढेर रुङचटारमा झरेर जाउँ कान्छी घुम्नलाई ढुङ्गामा मेरो चाहिँ 3 किलोमिटर झरेर चाहिँ विश्राम गरेर हामी फेरि चाहिँ अबको चाहिँ यात्रा जलयात्रामा चाहिँ हामी लागिसकेको छौँ र ओखलढुङ्गाबाट मुलकोट हुँदै यो सुनकोसीमा चाहिँ जलयात्रा आधा उधी लगभग गरिसकेको अवस्था छौँ। अब यसपछि आधा हामी मुलकोट ताज रिसोर्टमा गएर चाहिँ हाम्रो यात्रा चाहिँ सम्पन्न हुनेछ। नमस्ते ओ के हो त्यस्तो ल अगला प्याडल हाई फाई प्याडल हाई फाई हुन्छ साइन्सर देखेला साइन्सर ल सबजना त्यहाँ राखेर क्या एकैचोटि 3 काउन्टमा ल त्यहाँ राख ल ल सबजना ल 3 2 1 जासन गर्छ तपाईँलाई अहिलेदेखि हाम फाल्नु भने होइन ल ल ल ल भिडियो धेरै टाढा नजानुहोस् है धेरै होइन है धेरै तलसम्म होइन उ त्योभन्दा तल जानु मिल्दैन है आउन आउन मात्र मात्र ल ल ल ल ल ल ल ठिक छ अब यता है अब यता है अब यता